तपाईको अगाडि हत्या भइरहेछ केटा प्रब्लम चाहिँ अब बाघले नहुँदैन नि त त्यस्तोले तर्साउन दुनिया कसरी एकदम जाडो हुन्छ भनेर हल्ला गरेर हामी चाहिँ कागबेनीमा छौँ है त कागबेनीको श्राद्ध स्थल है मुक्तिनाथ मन्दिर है चिसो छ अब चाहिँ हामी आउँदा फर्किनु लाग्यो है ओभर चिसो जाउँ अब ओइ दोस्त नआयो तिमीले नआयो हेलो के छ दोस्त नआएर आयो तिमी नआएर आएको होइन दोस्त अनि नआउँछु भनेर गफ हान्दै थियौ त सकेन दोस्त हो र तिमी त गफ मात्र हान्दो रहेछौ त दोस्त हेर्नु चाहिँ कसले भनेको छ यसो म चाहिँ होइन नुहाउने चाहना थिएँ तर नुहाउन सकिनँ किनभने चाहिँ अब वर्षमा एकचोटि नुहाउने मान्छे हो हल्का प्रब्लम थियो अब बाघले नुहाउँदैन नि त त्यस्तै हो वर्षमा एकचोटि नुहाउने ठ्याक्क बाघलाई पानी मन पर्दैन नुहाउनु मन पर्दैन त्यही भएर हो पानी किन पिया हो र ल एउटा स्याललाई पनि मन पर्दैन त्यही भएर स्याल यहाँ बसिरहेछ व्यवस्थित स्याल ए राम्रो आउने दोस्त हेलो के सोध नि साथी के छ दोस्त ठिक छ दोस्त सन्चै छैन नि मलाई बाल सर हेलो गर्नु हेलो अनि खबर के छ त सब ठिक छ सर ठिक छ कस्तो लाग्यो त सर रमाइलो हामीलाई त रमाइलो लाग्यो तपाईलाई कस्तो लाग्यो सर एकदम रमाइलो लाग्यो हजुर अलिअलि चिसो थियो अब तातो भइसक्यो अब घाम लाग्यो अब पोखरामा गएर गर्मी हुन थाल्यो हजुर अब यो ज्याकेट पनि खोलेर राख्नुपर्छ नि त सर सर तपाईलाई कस्तो लाग्यो त मलाई पनि एकदम राम्रो आयो हजुर पोखरा के भन्छ मुस्ताङ म चाहिँ पहिलोचोटि आयो यहाँ आउँदाखेरि एकदम कसैले चिसो हुन्छ भन्थे कसैले बढी हावा चल्छ भन्थे तर त्यो केही पनि होइन जस्तो लाग्यो अहिले छ त चिसो छैन सर आनन्द छ एकदम रमाइलो छ हाम्रो विद्यार्थी भाइ बहिनीहरू सबै के भन्छ घुमेका छन् रमाइलो गरेका छन् राम्रो भएको छ ठिक छ हस् सर सर तपाईँ हजुर एकदम रमाइलो लागिरहेछ मेरो नि फर्स्ट टाइम हो फर्स्ट टाइम चिसोले धेरै कराउँदा भइसक्यो गइसक्यो त्यो भएर खासै धेरै नबोल्ने यति नै बोलौँ है ल सर तपाईँलाई एकदम रमाइलो छ हजुर है तर यो मान्छेले तर्साउँदो रहेछ नि कुसरले एकदम जाडो हुन्छ भनेर हल्ला गरेर नि जाडो त छ नि सर जाडो त तर त्यस्तो सोचे जस्तो होइन सोचे जस्तो छैन होइन हजुर तर एकदम रमाइलो छ ठिक छ
गाइस हामी चाहिँ होटल आइपुग्यो ल अर्को ब्लगर ब्लगर होइन फोटोग्राफर यता जग्गा ब्लगर होइन फोटोग्राफर ल हामी होटेलमा चिन्नेलाई चिन्यौँ होटेलमा त्यहाँ चिन्नुभन्दा अगाडि हाम्रो झिङ्गालाई हेर्नु झिङ्गा उडेर कता कता भागसँग कौ न म पुरै के भन्दैछु बोल्दा भाइ के बोलिस् रे हेर्नु तपाईँको अगाडि हत्या भइरहेछ केटा हो बचाएर हेर्नुहोस् तपाईँहरूले मलाई बचाउनु सक्नुहुन्छ 1 लाख रुपियाँ पठाएन 1 लाख यस्तो मान्छेले मलाई मारेर म सहयोगको लागि 9841 400 सहयोगमा गर्नुहोस् भयो